हेलो साथीहरु, स्वागत छ मेरो मिनी भ्लगमा। अनि आज चाहिँ म जाँदैछु फ्रिज सफा गर्न। आज सफा गर्छु, भोलि सफा गर्छु भन्दा यस्तो फोहोर भयो नि साथीहरु। अनि छिटो सरसफाई गर्न थालेँ। त्यसपछि अब नास्ता खानु पर्यो भनेर मैले चाहिँ करेन्ट नुडल ल्याएर बनाएर खान थालेँ। यो मुख पोले नि ग्यास्ट्रिक भएर मरे नि, यो चाउचाउ छोड्न सकिन साथीहरु। अनि हाम्रो चाहिँ आज बिहारमा बिउ राख्ने भनेर म चाहिँ खेतमा गएँ। एकैछिन के बसेको थिएँ, भान्जी नानी आएर मकै खाना दिनु भयो। मेरो पालो मकै बारी दराम दराम भन्दै मकै खान थाले। हैन, यो जति खाए पनि म मोटाउन किन सकेर आएको छैन। हन्तकाली जस्तै खान्छु तर मान्छे भने सुकिन। अनि अहिले पानी पनि परिरहेको छैन। अलिअलि पानी पर्यो भने कुलामा पानी छैन। त्यसपछि पम्पी साइडको मद्दतले हामीले चाहिँ बिउ राख्नको लागि मेलो बनाउन थाल्यौँ। मेलो बनिसकेपछि बिउ लिन गएँ। बिउ लिएर फेरि खुब जान्ने भएर आफैले छर्नु पर्ने के साथीहरु। दिदीको बाबाले भनिराख्नु भएको थियो मैले छर्दिन्छु भनेर। तर मलाई एकदमै रहर लागिरहेको थियो कि उहाँले बिउ छरेको देख्दा। अनि म पनि आफैले छर्छु भनेर बिउ छर्न थालेँ।